नमस्ते सबैजनालाई। आज हामी आइपुगेका छौं कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नम्बर 4 मा स्थित धार्मिक सुन्दर पर्यटकीय स्थल शिवपुरी। यो धाम सुदूरपश्चिमको एक महत्त्वपूर्ण धार्मिक पर्यटकीय स्थल हो। मुक्तिनाथ धामका बुटवलका सन्त लोकनाथ स्वामीजीको परिकल्पनामा निर्माण गरिएको यस धाममा 108 फिट लामो विशाल शिवलिङ्ग रहेको छ, जुन यहाँको मुख्य आकर्षण हो। करिब 2.5 बिघा क्षेत्रमा फैलिएको यस धाममा 108 तुलसी मठ, 108 गौमुखी धारा, नेपाल माताको मन्दिर र अन्य धार्मिक संरचनाहरू रहेका छन्। 2073 सालतिर ज्योतिषलिङ्गको प्राण प्रतिष्ठा सम्पन्न भएपछि यो स्थान सुदूरपश्चिमका भक्तजन तथा पर्यटकहरूको मुख्य गन्तव्य बन्दै आएको छ। हाम्रो सुदूरपश्चिमका यस्तै धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरूलाई नेपाल र विश्व सामु चिनाउने यात्रामा हामीसँग रहनुहोस्। एक्सप्लोर फरेस्ट नेपाल विथ बोइज। शिवपुरी धामको धार्मिक महत्त्व। शिवपुरी धामलाई भगवान शिवप्रतिको आस्थाको केन्द्रको रूपमा लिइन्छ। यहाँ विशेष गरी महाशिवरात्रि, श्रावण महिना र अन्य धार्मिक पर्वहरूमा भक्तजनहरूको ठूलो उपस्थिति हुने गर्छ। धेरै भक्तहरू यहाँ पूजा, ध्यान र आध्यात्मिक शान्तिको लागि आउने गर्छन्। वास्तुकला र विशेष आकर्षण। 108 फिट अग्लो शिवलिङ्ग यस धामको सबैभन्दा ठूलो पहिचान हो। 108 को संख्या हिन्दू धर्ममा विशेष आध्यात्मिक महत्त्व राख्ने भएको विभिन्न संरचनाहरूमा यसको प्रयोग गरिएको छ। धाम परिसरमा रहेका विभिन्न धार्मिक संरचनाहरूले यसलाई केवल मन्दिर मात्र नभई धार्मिक पर्यटन केन्द्र बनाएको छ। शिवलिङ्ग देखाउ त। दान मान्छे धनगढी आउने पर्यटकहरूका लागि यो एउटा सहजै पुग्न सकिने धार्मिक गन्तव्य हो। यसलाई सुदूरपश्चिमको धार्मिक पर्यटनको सम्भावनाको उदाहरणको रूपमा पनि प्रस्तुत गर्न सकिन्छ। सुदूरपश्चिम केवल पहाड, नदी र प्राकृतिक सुन्दरताले मात्र भरिएको छैन। यहाँ संस्कृति, आस्था र आध्यात्मिक सम्पदाले पनि यसको छुट्टै पहिचान बनाएको छ। शिवपुरी धाम त्यसकै एउटा सुन्दर उदाहरण हो। माता सुदूरपश्चिमका यस्तै लुकेका र सुन्दर गन्तव्यहरू देखाउने प्रयास गरिरहेका छौँ। हाम्रो यहाँ तपाईहरु सबैलाई स्वागत छ। हाम्रो यात्रामा जोडिनुहोस्। एक्सप्लोर फरेस्ट नेपाल विथ बोइज।